है साथीहरु, अब लसुन रोप्ने सिजन पनि आयो। मेरो बुवा लसुन रोप्दै हुनुहुन्छ। म चाहिँ पथारीतिर जाँदैछु, बारीतिर। यता के रोप्नु भएको त? लसुन र छ्यापी रोप्नु। उसमा धनिया यहाँ यहाँ यति धनिया त्यहाँ छ्यापी यता छ्यापी रोटी खै त यहाँ छौ दुईटा खा उता चाहिँ मुला र राई यतामा छोटी डिलाइन भयो नरोप्ने हो नरोप्ने रोप्दिनु भित्र कचरामा राख्दैछु मैले कचरामा राख्दैछु के यति जति नै छ कम छैन फल्दैन फल्न त फल्दैन यो मैले ठुल्ठुलो केरा ल्याएको थिएँ रोपेको यति नै फल्यो पाहाडमा हुन्छ यहाँ हुँदैन क्या यहाँ मुदर मधेस हो औलले खान्छ थाहा छैन वातावरण हेर्नुपर्छ सबै कुरो त्यहाँबाट यता चाहिँ लगाउँछु लसुन लसुन अलिक लगाइदिन्छु त्यही रोप्दिनु लसुन नि यतापट्टि तिनमा रोप्नुपर्छ साढे 4 भइहाल्यो अब जाने बेला भइहाल्यो म नि बेलुका के खानुहुन्छ त बेलुका मेरो टेन्सन नहाल्ने बुवा लसुन त बाक्लो भएन र बाक्लो उति त हुन त नि बाक्लो हुन्छ अलि आधा दिँदैन क्या यति हुन्छ यति हुन्छ यति हुन्छ एक एक बित्तामा रोप्नु न नापेर हुँदैन तपाईँ पैसा खर्च लायो नि त कसो कहाँ छ र 5 रुपियाँ देखिरह त 10 रुपियाँ छु गोजीबाट त निस्किन लागिसक्यो राख त्यही राख भित्र राख्ने भोलि तपाईँलाई सुरोट आउँछ तर चाहिँ त्यहाँ त चाहिँदैन हिजो 1000 रुपियाँ दिएको थियो अस्ति 500 रुपियाँ दिएको थियो सामान लिएर हालेर ला भनेर सासूलाई दिइहालेँ अनि हिजो 1000 रुपियाँ दिएको थियो एकदिनपछि बाउ छोरा झडाएर ले त म तँलाई भोलिदिन्छ भने ल म त दिन्न जा भनिदिएको रिस उठेर ले म तँलाई भोलिदिन्छ भने मोरे